हेलो गाइस, राधे राधे। सकुन की दुनिया में आपका वेलकम है। वेलकम टू माय न्यू ब्लॉग। जैसे कि आप देख सकते हैं, ये मेरी मौसी हैं। ये बना रही हैं सेल रोटी। ये तब का वीडियो है जब हम नेपाल में थे। तो हमारे यहाँ ये कल्चर है कि अगर वो अपने घर जाते हैं ना, तो ये बना कर बेचते हैं। तो हमने भी ऐसे किया था। तो मौसी बना रही थी, तो बनाते बनाते मैंने छोटा सा मिनी ब्लॉग बनाया। तो उसी में आप देखिए कितना मजाक हो रहा है, जैसे आप देख सकते हैं। तो इस वीडियो में ज़्यादातर मौसी और भतीजे ने बहुत ज़्यादा ही मजाक और मस्ती किया है, जैसे अभी आप आगे देख सकते हैं। बनाते बनाते हाथ भी जल गया था और हम लोगों ने बहुत मस्ती किया। आप देखिए आगे। तो गरेको उसको पोललाई हात में आने में त्याग होइन हेपेको के को हेप्ने सर पहिला हो यस्तैमा घुमाके बाला सिकिन्छ। यति ल्याउनु चाहिँ क्या मैले फेरि मस्तै घुमाइछु के फेरि तपाईँले मेरो जस्तो हेर्नु चाहिँ क्या अहिले जित्ने भन्ने भयो सबै घुमाइछु हेर एक रहेन घुमाउनु त एक रुपियाँ त हो के अरे अब म जाने कि अब त सिकेँ भने यस्तो गराएर यसले मात्रै नि सर्कल त अब मैले बनाउँछु के अरे जाने हेर्नु कि नि कसरी आमासँग तर त यो त 2 फोनको भयो त्यसलाई निकाल्ने कि सट्टी हाल्नु पिठो त्यति मोटो छैन ए पानी नै हालेको छ अब यस्तो गराएर होइन अब मैले जाने ए गोला बनाउनु त गरे यसले हालेको त छोड्यो ए अरे यत्तिरै किन मेरो यार यस्तो ल्याङ्गिन्छ अहिले फेरि जित्नुहुन्छ जित्न मलाई बनाउँदिनु क्या अब ए सिकेँ यसले ल ए हेर त्यही त यस्तरी पनि निकाल्दो रहेछ जाने के यत्रा भ्याकु जस्तो हात पाउनु र के भने यस्तो सर हातेबाट सर लिएर आउँछु कि मैले अब यस्तो सिँगार जस्तो चन्द्रमा त बनाउनु मैले मैले त चन्द्रमा नि बनाउनु ल ल ल ल राम्रो बना त मैले अब अट्टाइन म पनि ए यार कस्तो केटाकेटी अब त आइज के होइन यो त फुलटी खराब हुन्छ र कस्तो खराब हुन्छ फेरि यति बना यहाँ बिगार्ने चोचो बना हातको यस्तो कस्तो यस्तो गरेर यस्तो ए आज भएर चाहिँ मैले घुमाउन रेडी भइसक्यो यो त यस्तो गर्नु फुटाल्ने हो चाहिँ भयो आँखा फुटालिदिने अब मैले भन्छु नेपालका ऊ हेरो भयो इन्डियाका सेल नेपालका सेल हेरो भनिदिन्छु अहिले
बस बस देख 1990 अब देख ये देख ये देख गोली अब त कम्पोस्टले नपाल गोलो छोडिदिनु ल यो कालो भएको अस्तिको ए अब त यस्तै गोलो यस्तो गोलै भएन 100% अब त यस्तै गोलो अब गोलो बनाउनु यस्तै गोलोले बनाउन क्या कामले यस्तो बनाउँछु जस्तो लाग्यो मलाई यस्तो यस्तो बनाउँछु यस्तो काम बनाउँछु र यहाँ हेर यस्तो यत्रो खान नबिगाड अब मान्छे त्यो गोलो बसेन गोलो मात्र भएर हुन्छ पानी मिलाउन पर्छ तँ उल्टी नि मिलाउँछु अब यस्तो मलाई भन्छु म त च्याप्पै छोडेर बेच्छु नाही यहाँ करा पाउनु गर्नु सक्छ त्यतिखेर सबैको दुखी हाल्नु हामीले बिहान उठेर यस्तो ढल आएन बिहानहरू उठेबाट यहाँ यस्तो ढलेको छैन म आज बिहान फेरि के भयो त पत्रा ना अब कसैको नजाउँ न अब तिमीले जान्दिन भने त यार सानले पिठो किलो गरे भाइ भएन यत्रो बेर राम्रै भयो थियो हात यहाँ के हो नि हौ मैले बुझिरहेको छु यहाँ त अब त पकोडा पो बनाइदिनु कुखुराको टोखरा यही गएछ नाइ तल देखाइदिन्छु आँखाले देखाइदिनु त्यही भएर पछि गर्छु यति राख्दा छुट्ट गरेर पहिले फाल्नु लाइट देखाइन्छ म त लाइट हाँस लाएर हल्लै अझै तपाईँले पहिला हाल्नु चट्ट पहिला उनीहरू भागा लाग्यो बोतलमा आडिसेलको छ आमाले यो मैले होइन ए त उस निकाला हो भनेपछि ट्यालेन्ट भन्ने मसिन मात्रै रहेछ ल त ट्यालेन्ट गर्ने हाँस न त सर्नी अब यति यस्तो बनाउन त त्यही ठिक छ कि मैले बनाएँ कमसेकम आँडो पाँडो त गोलो त भएछ तेल तातेर यस्तो गराएको छ मलाई त तातै भएको छैन अब आमालाई उस भयो तेल तातो भयो ऐन भर्खर गिल्लो भयो अहिले के हुने होइन अब मलाई यस्तो हो कि त्यहाँ आमा हजुर आमा यो नियर जस्तो लत त चाहिन्छ यहाँ सुन्नु न अब उस काम कसैले काम गराउनु हो नि नजानेकाले ल्याउनुपर्छ कि म जस्तै मैले आटा गिल्लो भने थाहा पाएको छैन तेल गरम भएको भने थाहा पाएको छैन मलाई हात गुर्न पायो हात आउनु यस्तो चौन फरे हुन्छ कि भयो हाल्नु क्या आमा खै हेरौँ हाल्दैन क्या तातो छ होइन क्या छिटो खाना खाइन्छ कि 8 बजे छिटो खाएर छिटो रोटी बनाएर छिटो सुत्ने कि बल्ल उस भन्छ नि खै ल एउटा बनाएको हेरौँ त आमाले ल यस्तो त ए भगवान् केही हुन्न थियो म त निकालिरहेको थिएँ मैले निकाल्न सिकेँ ले त अब कहाँ गोलो त गोलो बनाऊ तर म जस्तै भनौँ ए केले निकाल्न लाउनु होइन आमालाई सेलरोटी पकाउन दिएको कि फिनी रोटी निकाल्न दिएको अब त भन्न चाहिँ पाए त जे बनाइदिनुहुन्छ गिलो पिठो बनाएँ कि आमाले जान्नु होला भन्नु के मैले त मान्छु आमा मान्छु मैले मान्छु हो ए सबैले मैले तेरो हात चौधियो दाइमा भने त्यो दाइमाले लाइट चाहिएर भने मैले बत्तल काटेर सही त एकै दरबका रोटी सबै खान्छ ए भएन नामा त्यो रोटी काट्छ काँच भयो त सैटा हो त्यो त
अहिले आमाले अहिले हामीलाई आमाले गोली क्यारेट टोइल जाने खै खै आमा भएन कसै नचल न नचल मैले बनाउँछु हात पनि बोक्नु पर्छ हो त्यसो हुन्छ यो खानी हैन मलाई भन्दाखेरि मैले त बिगार्छ मेरा बा छाट छाट छट छट बिगारिस आफूले बिगार्दाखेरि हात बस्न पर्यो ताई ठुलो भयो तेल गरम भयो आगो लाग्यो धेरै भयो त्यो पिठो किल्लो भयो यहाँ माथि देखाइदिए कि तैँले पनि कहाँ बिटामा देखाइदिन्छस् र म सिक्न पर्यो एक किसिम त एक किसिम त प्र्याक्टिस बोतल काटेर बनाउनु नहीं के तेलको हाँ तो काट बोतल मैं तेलको प्याकबाट बनाउन जान्छु के उकै रोटीमा रोटी बनाउनेमा भन्दा केन्द्रबाट अरे बालुचा पढाएको हुन्छ कि तपाईँले कहिले उता पठाउनुहोस् कहिले उता पठाउनुहोस् केटो पुगेन भने ल अझ एक अझ एउटा बनाउँछु त्यसै हुन्छ यति मुच्नु नै रायो नौवटामा लगाउँछु बोतलमा खालको पेप्सी हो बोतलमा राख्दैन क्या त्यहाँ राख्छ अहिले खास धन्न भने चिनी ल्याखा नै त्यो ल्याउनु हजुर अब उहाँ ऐना राख त्यसले आउँछ भने सोध्नु रोटी खाली हो कि फर्काएर भित्र लयो भने चाहिँ यहीबाट उचाल्यो यो स्याहारेर राख है त्यसले रोटी बनाउनु काम लाग्छ त्यो तिहार उहाँ फालेको थिएँ मैले आज धुन फालेको आउनु अब पछिल्लो रोटी कहाँ झुरुम झुरुम गर्ने अर्को रोटी पुऱ्याउनु सबै काला र गोला मटङ्ग्रा चटाङ्ग्रा भएका छन् यसमा सबैजना नहाँस्नु होला त्यति त मात्रै हाँस्नु